हेलो वाट्सएप एभ्रिवान सबैजना सन्चै राम्रो हुनुहुन्छ होला फेरि पनि स्वागत छ मेरो युट्युब च्यानलमा म पनि फेरि लामो समयपछि तपाईँहरूको सामु आइसकेको छु मैले अब आज चाहिँ हामी घुम्न जाने भन्ने प्लान भइरहेको छ हाम्रो फ्यामिली मेम्बरको सबैजना फ्यामिलीहरू घुम्न गइरहेको छौँ होइन टक्क लगाएर मैले बाइक पनि भित्र राखेँ बाहिर छाडेपछि घाममा तातिन्छ नि त त्यही भएर भित्र राखिदिएँ अब हाम्रो गाडी पनि आइसक्यो यहाँबाट धनगढीबाट कहाँबाट ड्याडीले कुरा गर्नु भएको रहेछ होइन ट्याकटुक यो हाइस चाहिँ हो माहिर गाडीमा चढिसकेका छन् माहिरजी माहिर यहाँ बस्नु भएको छ माहिर झ्यालमा बस्ने भनेर खै के हो कसो माहिर के छ हालखबर सन्चै आराम हुनुहुन्छ हजुर एकदम ठिक छ भन्नु त यता हेरेर क्यामेरामा हेरेर ठिक छ नि कहाँ गइरहेको हामी आज इसापानी कि चिसापानी चिसापानी गुरुजी पनि आइसक्नु भएको छ अब आफ्नो स्थानमा आफ्नो ठाउँमा भाइ पनि बसिरहेको छ अघिदेखि सोधिरहेको थियो भाइ अब हामी चाहिँ घुम्न गएको ल बस ल राम्ररी राम्रो ख्याल राख ल केयर गर ब्लकिङ काउन्टडाउन अगाडि बस्ने यो माइर खोल्ने रोग यता यता यस्तो छ यहाँ चाहिँ माहौल अब सिट अब उच्च रहेछ अगाडि पछाडि कस्तो रहेछ निचो छ यहाँ त वाइल्ड उच्च छ त यार आज सबजना फ्यामिली मिलेर टुर गइरहेको मम्मी र माहिर चाहिँ अगाडि बस्नु भएको छ अनि जैसा पछाडि बस्नु भएको छ ड्याडी चाहिँ कहाँ जानुभयो थाहा भएन अब कहाँ फेला पर्नुहुन्छ है कहाँ जानुभयो ड्याडी दाइको गाडीमा सिस्टम स्क्यानर अनलाइन सिस्टम पनि रहेछ ल कोही चढ्नुहुन्छ भने हाम्रो भ्लगलाई हेरेर यो स्क्यानरलाई तपाईँसँग खल्तीमा क्यास छैन भने त्यहाँ मात्रै पे गर्न सक्नुहुन्छ है माथि स्क्यानरमा अब आज हामी जान थाल्यो हाम्रो घर सुनसान कोही पनि छैन है यहाँ सुनसान भइसक्यो बन्द यस्तो छ घरमा चाहिँ त्यस्तो त केही हुँदैन सुड्डोको घर भनेर सबलाई थाहा छ त्यस्तो कहिले पनि गर्दैन ल ड्याडी चाहिँ यहाँनिर हुनुहुन्छ मान्छे बजिहाल्ने ड्याडी कसलाई अब खोज्दै दाईहरू कोही जानुहुन्छ कि भनेर खोज्नु जानु भएको थियो टक्क ड्याडी आउनुभयो यहाँ चाहिँ पछाडि बस्नुहुन्छ ड्याडी पछाडि बस्ने ल ठिकै छ जो जहाँ बस्यो आखिर जाने त्यही हो पुग्ने त्यही हो नो प्रब्लम सब लगाइसक्यो चाबी हिजो यो नयाँ घर बनेको दामी घर बनाएको छ यहाँ त हिजो पार्टी थियो घर सरेको पार्टी हुन्छ नि त्यो ओके ग्याङ अब हामी जान्छौँ है के कस्तो हुन्छ हामी अपलोड गर्दै गरौँला टेक केयर बाई बाई